मारिदिन्छौँ हामी हर्क साम्बाङलाई, मासाले त्यसको घरमा आगो लाग्नु पुगाउँछौँ हामी। आफूलाई ज्यान मार्ने धम्की आएपछि फेसबुक लाइभमा आएर रोए हर्क साम्पाङ। भने रासोपाको संसदले मलाई ज्यान मार्ने धम्की दियो। हामी सबैलाई अवगतै छ। दर्शकबिन, हिजो राति एकजना महिलाले टिकटकमा भिडियो पोस्ट गर्दै हर्क साम्पाङलाई मार्ने र घर जलाइदिने धम्की दिएकी छन्। साँझ करिब 8 बजे टिकटकमा उनले हर्कलाई यसो भनेकी हुन्। मारिदिन्छौँ हामी हर्क साम्बाङलाई, मासाले त्यसको घरमा आगो लाग्नु पुगाउँछौँ हामी। सरकार, यो हर्क साम्बाङ कहाँको जन्तु हो? यो कहाँबाट पैदा भयो हाम्रो देशमा? यो भेडा या जन्तु कहाँबाट पैदा भयो? यो जानवर कहाँबाट पैदा भयो? यसको मुख चुप लगाएर बसायो है सरकार, मुख चुप लगाएर बसे। यसले अति गरिरहेको छ। यसले यो भेडा साला गेट पाले ढुङ्गा पक्ने भरियाले अति गरिसकेको छ। यो बाहिरै खतम भित्रै खतम भएको मान्छे काठमाडौँबाट यस संसद भवन टेक्नुभन्दा अगाडि हामीले मारिदिन्छौँ है सरकार। अहिले नै भन्दैछु, मारिदिन्छौँ हामी हर्क साम्बाङलाई, मासाले त्यसको घरमा आगो लाग्नु पुगाउँछौँ हामी। अत्याचार भइसक्यो, यसको दमन अत्याचार भइसक्यो, यसको मुख धेरै क्षुद्र भइसक्यो है। यो साला गेट पाली साला 2 कौडीको साला खातेको किराको नाल साला बाहिर हेर्दै घिन लाग्दै भित्रै हेर्दै घिन लाग्ने मान्छेको अत्याचार भइसक्यो यसको। यसको मुख चुप लगाऊ है सरकार। त्यस्तै आज सिआइबीले छोप्ने डर भएपछि आफू आवेगमा आएर त्यसो बोलेको भन्दै हर्कलाई धेरै नबोल्न र काम गर्न सुझाव दिएकी छन्। साम्बाङजी, यो भन्दा अगाडि म पनि तपाईको फ्यान थिएँ के। जब तपाईको मुख यसरी चल्यो नि, त्यहाँदेखि नि तपाईलाई मैले मन पराउन पनि छोडेको कारण पनि यही हो के। तपाईको मुख अलिकति सम्हालेर बोल्नुहोस्। एउटा सांसद पद जस्तो मान्छे, सांसद जस्तो मान्छेले जथाभावी बोल्दै हिँड्नु तपाईको चाहिँ कहाँको जायज हो? एउटा प्रधानमन्त्री र मन्त्रीलाई मापसेर लापसे चेक गर्छु भन्ने तपाईको चाहिँ कहाँको जायज कुरा हो? तपाईँ चाहिँ किन तपाईँ चाहिँ पर्नु हुन्न र यो केसमा? तपाईँले मलाई सिआइबीले लानुभन्दा अगाडि तपाईँको पनि सांसद निलम्बन हुनुपर्छ, बुझ्नुभयो? हुनुपर्छ। तपाईँले चाहिँ जायज बोल्नुभएको, तपाईँलाई पनि म कारबाही गरिदिन्छु होइन? त्यस्तो कुरा नगर्नु। मैले हिजो आवेशमा बोले, आवेशमा आएर बोले होला मैले होइन। आवेशमा आउने बित्तिकै मान्छेले यो गर्छ त्यो गर्छ गरिहाल्छ भन्ने होइन, केही पनि गरिँदैन। आवेश हो त भनेको। हर्कले भने बालेनले संसदको बैठक बोलाउनु पर्ने, आफू कोठे बैठकमा नजाने घोषणा गरेका छन्। म चाहिँ भन्छु सरकारलाई सदनको बैठक बसाउनेतिर लाग्नुहोला। हिजो बेलुकी क्या र प्रधानमन्त्रीले के अरे सांसदहरूलाई भेट्ने भनेर चाहिँ एउटा पत्र आएको रहेछ। त्यो कोठे बैठकमा हामी श्रम संस्कृति चाहिँ आउँदैनौँ।